नमस्ते सबैजनालाई। अहिले यो समयमा इन्टरनेशनल स्टुडेन्टहरुलाई निकै गाह्रो भएको छ जस्तो महसुस भएको छ मलाई। आफ्नो रेन्ट तिर्न छ, ट्युसन फी तिर्न छ, अनि केही कमाइ छैन। त्यसैकारणले चाहिँ अमेरिकामा लिगली कसरी पैसा कमाउन सकिन्छ अनि आफ्नो फी, आफ्नो भाडा तिर्न सकिन्छ भनेर चाहिँ मैले यो भिडियो बनाएको हो। अनि मलाई पहिला यहाँ फ्रेशमन इयरमा आउँदाखेरि चाहिँ मलाई पनि केही कुराको ज्ञान थिएन, तर बिस्तारै बिस्तारै हैन अरूहरुबाट थाहा पाउँदै गएँ अनि धेरै सजिलो भयो। अनि मलाई कति वर्ष लाग्यो यो सबै कुरा थाहा पाउनलाई, तर मैले यो भिडियोमा उतारे भने चाहिँ धेरै मान्छेहरुलाई मलाई थाहा हुनुभन्दा अगाडि नै थाहा हुन्छ कि भन्ने आशा छ। पहिलो तरिका हामी सबैजनालाई थाहा भएको अन क्याम्पस 20 घण्टा काम गर्न मिल्यो। अनि यो कामको लागि चाहिँ म चाहिँ अमेरिका आउनुभन्दा अगाडि नै अनलाइनबाट अप्लाई गर्न सुरु गर्नु भनेर भन्छु, किनभने उनीहरूले तपाईको एप्लिकेसन हेर्ने निकै समय लगाउने भएको भएर आफ्नो युनिभर्सिटीको पोर्टलमा गएर अनि उनीहरूले प्रोभाइड गरेको युजर नेम पासवर्ड युज गरेर पहिल्यै अमेरिका आउनुभन्दा अगाडि नै अप्लाई गर्न थाल्नुस्। अनि त्यसपछि उनीहरूले बिस्तारै प्रोसेस गर्न थाल्छन् अनि जब तपाईको भिजा लाग्छ तब तपाईको इन्टरभ्यु लिने कुरा हुन थाल्छ अनि टाइमिङ ठ्याक्कै मिल्न सक्छ। अनि अन क्याम्पस जबमा पनि तपाईको आवरली वेज चाहिँ फरक हुन सक्छ। त्यसैकारणले तपाईले पहिला $12 $13 कमाउने अन क्याम्पस जब पाउनु भर्यो, त्यसपछि पनि अरूहरु बढी पैसा कमाउने जबहरुको लागि चाहिँ अप्लाई गर्दै गर्नु। अनि कति जबहरु त झन् तपाईको फिल्ड केही हुन सक्छ। सपोज म अकाउन्टिङ पढिरहेको हो भने मैले चाहिँ अकाउन्टिङकै डिपार्टमेन्टमा काम पाउन सक्छु। त्यसैकारणले तपाईले कुनै युनिभर्सिटीको रेस्टुरेन्टमा काम पाउनु हो भने अझै पनि हुन्छ नि, त्यो काम हुँदाहुँदै पनि अरूहरु ठाउँमा पनि अप्लाई चाहिँ गरिराख्नु, ताकि झन् बेटर अपर्च्युनिटीहरु पाउन सक्नुहुन्छ। अनि दोस्रो जुन चाहिँ धेरै इन्टरनेशनल स्टुडेन्टहरुलाई थाहा छैन जस्तो लाग्छ, तपाईले 20 घण्टा काम गर्नुभयो अरे अनि तर कुनै अर्गनाइजेसनमा तपाई चाहिँ एक्जेक्ट मेम्बर भएर काम गरिराख्नु भएको छ भने चाहिँ तपाईले त्यहाँबाट एक्स्ट्रा पैसा पनि कमाउन सक्नुहुन्छ। युनिभर्सिटी अनुसार फरक पर्न सक्छ, तर मेरो युनिभर्सिटीमा चाहिँ स्टुडेन्ट गभर्नमेन्ट एसोसिएसन भन्ने छ। त्यहाँ चाहिँ म एक्जेक्ट मेम्बर भएर काम गरे भने मलाई $2000 स्कलरशिप पायो। त्यो भन्नुको मतलब चाहिँ मैले यताबाट 20 घण्टा गरेर पैसा कमाइरहेको छु भने त्यो एक्जेक्ट मेम्बर भएर मैले पैसा कमाउन मिल्यो भनेपछि 2000 अझै एड भयो, सेमेस्टरको 2000 जस्तो लागेको छ। अनि एउटा रेजिडेन्ट हल एसोसिएसन भन्ने छ। रेजिडेन्ट हल एसोसिएसनमा चाहिँ मेरो बस्नको लागि स्कलरशिप दिन्छ भनेपछि युनिभर्सिटी भित्रै बस्नु पर्यो। अनि $3000 स्कलरशिप दिन्छ। अनि प्लस अरूहरु बेनिफिट पनि छ, खानको लागि पनि $500, त्यो स्टुडेन्ट युनियनमा खायो भने $500 दिने, जस्तै यस्तै विभिन्न कुराहरु छ। त्यसैकारणले चाहिँ कुन स्टुडेन्ट अर्गनाइजेसनमा चाहिँ एक्जेक्ट मेम्बर भयो भने चाहिँ कस्तो खालको फाइनान्शियल बेनिफिटहरु छ भनेर चाहिँ तपाईहरुले बुझ्न सक्नुहुन्छ। अनि धेरै जनालाई चाहिँ एक्जेक्ट मेम्बर बन्न निकै गाह्रो छ, म त एकदमै एक्स्ट्रा अर्डिनरी हुनुपर्छ भन्ने लाग्न सक्छ। यो बिल्कुल गलत हो। मलाई चाहिँ आफूमा पहिला त्यति धेरै कन्फिडेन्स थिएन अनि यो एक्जेक्ट मेम्बरको लागि त मैले अप्लाई गरेँ भने कहिले पाउँदिन जस्तो लाग्थ्यो। तर हैन, मैले आफूलाई अन्डरस्टिमेट गरेको रहेछु भन्ने अहिले महसुस हुन्छ। त्यसैकारणले गर्दाखेरि चाहिँ पाउनु भएन रे, कति धेरै रिजेक्सन पाइन सक्छ, तर एटलिस्ट अप्लाई गरेर हेर्नु हैन। अनि थर्ड भनेको चाहिँ यो पनि धेरै जनालाई थाहा होला, तर भर्खरै अमेरिका आउँदाखेरि चाहिँ त्यति क्लियर नलेज हुँदैन यो कुराको बारेमा। CPT करिकुलम प्र्याक्टिकल ट्रेनिङ हो जस्तो लागेछ फुल फर्म मलाई। अनि यो चाहिँ अमेरिकामा पढेको 1 वर्ष पछि चाहिँ हामीले CPT युज गर्न मिल्छ। अनि CPT युज गर्ने चाहिँ युनिभर्सिटी अनुसार फरक रुल हुन्छ। त्यसैकारणले आफ्नो युनिभर्सिटीको पोर्टलमा गएर रिसर्च गर्नुहोस्। तर मेरो युनिभर्सिटीमा चाहिँ मैले CPT को थ्रुबाट काम गर्दाखेरि चाहिँ मैले एउटा युनिभर्सिटीमा क्लास पनि लिइराख्नुपर्छ। त्यो चाहिँ बेसिकली इन्टर्नशिप हो। अनि मैले चाहिँ मेरो डिग्रीको लागि 2टा मात्र क्लास लिन मिल्ने थियो इन्टर्नशिपको लागि। त्यसैकारणले मैले 2टा मात्र इन्टर्नशिप गर्न मिल्यो। तर मेरो कति धेरै साथीहरु चाहिँ जसले चाहिँ अनलिमिटेड इन्टर्नशिप गर्न मिलेको थियो। अनि
यो चाहिँ एकदमै राम्रो अपर्च्युनिटी हो आफ्नो फिल्डको नलेज पाउनलाई अनि फिल्डको नलेज मात्र नपाइकन पैसा पनि कमाउनलाई हैन जुनले गर्दाखेरि चाहिँ हामीलाई ट्युसन फी तिर्नदेखि भाडा तिर्नलाई एकदम सजिलो बनाइदिन्छ अनि इन्टर्नशिप पनि अब तपाईको पैसाको ऋण चाहिँ कतिको ठुलो कम्पनी हो त्यही अनुसार फरक पर्छ म चाहिँ आफूलाई अन्डरस्टिमेट नगर्नु भन्छु हैन ठुलै कम्पनी हो भने पनि अप्लाई गर्दिनु अनि झनै मलाई चाहिँ फ्रेशमन सफोमर हुँदाखेरि इन्टर्नशिप पाउने चान्स झनै हाई छ जस्तो लाग्छ जुन चाहिँ धेरै मान्छेलाई नलाग्न सक्छ मसँग त केही नलेजै छैन मैले कसरी इन्टर्नशिप पाउँछु जस्तो लाग्न सक्छ तर युजुअली कम्पनीहरूले चाहिँ एक्सपिरियन्स भन्दा पनि एटिट्युड खोजेको हुन्छ जस्तो लाग्छ डेडिकेसन खोजेको हुन्छ जस्तो लाग्छ अनि तपाईँ फ्रेशमन सफोमर भएरै अप्लाई गर्दाखेरि चाहिँ उनीहरूलाई ओहो यो मान्छे त कस्तो डेडिकेटेड रहेछ भन्ने लाग्छ जस्तो लाग्छ कम्पनी अनुसार फरक पर्ला है मेजर अनुसार फरक पर्ला तर यो चाहिँ मेरो आफ्नो पर्सनल एक्सपिरियन्स हो त्यसै कारणले तपाईँ फ्रेशमन सफोमरै हुनुहुन्छ भने पनि इन्टर्नशिपको लागि चाहिँ अप्लाई गर्नुहोस् बरु त्यही फ्रेशमन इन्टर्नशिप सफोमर इन्टर्नशिपको लागि अप्लाई गर्नुहोस् हैन किनभने कति धेरै इन्टर्नशिप जसले चाहिँ सिर्फ ग्रेजुएटलाई मात्र खोजेको हुन्छ कतिले सिनियरलाई मात्र खोजेको हुन्छ कतिले जुनियरलाई मात्र खोजेको हुन्छ त्यसै कारणले चाहिँ आफूले अप्लाई गर्ने इन्टर्नशिपको बारेमा चाहिँ मजाले रिसर्च गर्नुहोस् अनि करियर फेयरमा चाहिँ आफ्नो फ्रेशमन इयरदेखि नै जानु मान्छेहरूसँग कनेक्सन बनाउनु अनि मजाले हुन्छ नि आफ्नो इन्ट्रेस्ट देखाउनु हैन मान्छेहरूलाई थाहा दिनु कि तपाईलाई कति चाहिँ इन्टर्नशिप गर्न मन छ कति चाहिँ पैसा कमाउन मन छ कति चाहिँ आफ्नो नलेज बढाउन मन छ भनेर चाहिँ आफूलाई एक्सप्रेस गर्न चाहिँ नहिचकिचाउनु कहिलेकाहीँ हुन्छ नि अब बडी नै डेस्परेट जस्तो देखिएला तर केही छैन हुन्छ अनि हजुरको सीपीटी गरेर भ्यायो अरे सपोज मेरो जस्तै लिमिटेड सीपीटी गर्न मिल्थ्यो अरे हैन भने चाहिँ तपाईले प्री ओपीटी गर्न मिल्छ प्री ओपीटी को चाहिँ नराम्रो साइडहरु पनि छ नराम्रो साइड भन्नुको मतलब अब तपाईले प्री ओपीटी गर्नुभयो भने चाहिँ तपाईको ग्रेजुएट भएपछिको ओपीटी बाट चाहिँ टाइम चाहिँ घट्छ के अब मैले चाहिँ 2 महिनाको प्री ओपीटी गरेको थिए मेरो थर्ड इन्टर्नशिपको लागि त्यसैकारणले त्यो 2 महिना चाहिँ मेरो पछिको ओपीटी बाट घटाइदियो हैन भनेपछि मैले फ्युचरमा जुन ओपीटी रेगुलर ओपीटी 1 वर्ष गर्न मिल्छ नि मैले चाहिँ 10 महिना मात्र गर्न मिल्थ्यो अनि त्यसपछि अनि स्टेम ओपीटी ले त अब तपाईको अझै 2 वर्ष बढाइदिहाल्यो हैन अनि तर मैले चाहिँ प्री ओपीटी गरेर एकदम राम्रो कुरा गरे किन भन्दा फेरि चाहिँ मैले चाहिँ ब्याचलर्समा प्री ओपीटी गरे अनि मैले चाहिँ ब्याचलर्सको ओपीटी नै युज गरिन के मैले चाहिँ सिधै किनभने मेरो चाहिँ मलाई चाहिँ सीपीए बन्न मन छ अनि सीपीए बन्नको लागि चाहिँ मलाई ब्याचलर्स पनि चाहिन्थ्यो मास्टर्स पनि चाहिन्थ्यो अनि त्यसै कारणले चाहिँ मैले ब्याचलर्स पछि काम नगरिकन सिधै मास्टर्स जोइन गरे अनि भनेपछि मैले ब्याचलर्सको ओपीटी त युजै गरिन भन्नुको मतलब मैले ब्याचलर्समा प्री ओपीटी गरेर मेरो ब्याचलर्सको ओपीटी मात्र इम्प्याक्ट पर्छ कि मेरो मास्टर्सको ओपीटीमा त इम्प्याक्ट पर्दैन भनेपछि त्यो प्री ओपीटीले चाहिँ मेरो ओपीटीमा केही फरकै पार्दिएन के अनि हजुरले मैले भनेको कुरा राम्ररी बुझ्नु भएन भने मलाई पछि पर्सनली मेसेज गर्दा हुन्छ म राम्ररी एक्सप्लेन गरिदिन्छु म हजुरलाई केही टिप्स दिन्छु जुन चाहिँ मेरो लागि एकदमै हेल्पफुल थियो म चाहिँ बजेट आफ्नो बजेटिङ चाहिँ गर्नु भन्छु प्लान गर्नु मैले चाहिँ मेरो फ्रेशमन इयरमा मेरो 4 वर्षको ब्याचलर्सको बजेट बनाएको थिएँ त्यसमा चाहिँ मेरो फल सेमेस्टरमा कति खर्च हुन्छ स्प्रिङमा कति खर्च हुन्छ समरमा त्यसपछिको फलमा सबै एउटा एक्सेल फाइलमा लेखेको थिएँ अनि एस्टिमेटेड भनौं न अनि त्यही अनुसार एस्टिमेटेड ट्युसनको खर्च एस्टिमेटेड रेन्ट ग्रोसरी सबै ताकि अहिले ल मसँग क्रेडिट कार्डमा $200 को लोन होला हैन तर पछि मेरो नेक्स्ट मन्थ चाहिँ यतिको कमाइ हुन्छ है भनेर अलिकति भए पनि आनन्द आउँछ अनि यो नेक्स्ट सेमेस्टर चाहिँ मेरो यति पैसा यति कमाइ हुन्छ यति खर्च हुन्छ जस आफूले बनाउनु भयो भने चाहिँ मलाई कति पैसा चाहिन्छ कति पैसा बचाउँछु भनेर चाहिँ एटलिस्ट सर्फेस लेभलमा आफ्नो फाइनान्सेसको नलेज हुन्छ अनि ल तपाईलाई पैसै चाहियो भने पनि तुरुन्तै त पैसा लिएर आउन सकिदैन नि त तर तपाईलाई 6 महिना अगाडि नै मलाई ल नेक्स्ट सेमेस्टर चाहिँ $2000 जति चाहिन्छ है भनेपछि तपाईले त्यो $2000 को लागि जागिर खोज्ने हो कि बाबा मम्मीलाई भन्ने हो कि साथी भाइलाई भन्ने हो कि तपाईले 6 महिना अगाडि नै रेडी भएर त बस्न मिल्यो नि त त्यसै कारणले त्यसको चाहिँ बानी राख्नु भन्छु अनि अर्को चाहिँ क्रेडिट कार्डमा इन्ट्रेस्ट
तिर्ने बानी चाहिँ नबनाउनु। म चाहिँ धेरै क्रेडिट कार्डहरूको अफरहरू हुन्छ अनि इन्ट्रेस्ट फ्रीवाला मात्र क्रेडिट कार्डहरू लिनु, अनि बरु तपाईँको इन्ट्रेस्ट फ्रीको टाइम कटिसक्यो भने फेरि बरु त्यो क्रेडिट कार्ड युज गर्न बन्द गरेर नयाँ क्रेडिट कार्ड खोल्नु होइन। अनि त्यसपछि त्यसको चाहिँ पैसा अगाडिको वालाको चाहिँ फेरि पैसा सबै तिर्दिएर होइन नयाँ खोल्नु। अनि नयाँ खोलेको क्रेडिट कार्डको चाहिँ अब 16 महिनाको या 24 महिनाको फ्री इन्ट्रेस्ट फ्रीवाला अफर हुन्छ, त्यो युज गर्नु। तर तपाईँले चाहिँ क्रेडिट कार्डले चाहिँ एकदमै डुबाउँछ, अनि त्यसै कारणले चाहिँ क्रेडिट कार्डमा चाहिँ इन्ट्रेस्ट नतिर्नु भन्छु म चाहिँ। तपाईँ डुब्नुहुन्छ।